ढुङ्गाछभित्र त्यहाँ जन्मे हो। यसको प्रतीकको रूपमा चाहिँ कुताम्बी जेपा भन्नु उहाँ जन्म लिनुभएको यो चाहिँ लीला। यता साइडमा जन्म लिने बेलामा चाहिँ उहाँको स्वागतको लागि चाहिँ यता चाहिँ ब्रह्मा देउता ब्रह्मा यो यता चाहिँ इन्द्र पनि आएर उहाँलाई स्वागत गरेको छ। अनि देउताहरू आएर उहाँको त्यति बेला चाहिँ लुगा पनि लगाइदिनु भएको। अनि उहाँले चाहिँ के भन्नुभएको भन्दा जन्मिने बित्तिकै यो संसारमा सबै म जतिको यो 3 लोकमै म जतिको मान्छे छैन, सर्वश्रेष्ठ हो भनेर हात यस्तो गरेको छ नि, हेर्नु त सानो हो। यस्तो गरेर चाहिँ म चाहिँ यो 3 लोकको धर्मको ज्ञान सबै प्राप्त भएको कारण, किन उहाँ त यहाँ जन्मिनुभन्दा अगाडि नै देवलोकमा देउताहरूलाई प्रवचन गरेर बस्नु भएको थियो नि। त्यही कारणले यो संसारमा म सबैलाई बाटो देखाउँछु, म चाहिँ सबैभन्दा सर्वश्रेष्ठ हो भनेर हात यस्तो ठाडो गरेर चाहिँ 7 पाइला हिँड्नु भएको। अहिले हामी पर गएर तपाईँहरूलाई म त्यहाँ पनि बस्छु, अहिले भ्याउनु भएन भने एउटा भित्र सिसाको छेउमा यत्रो एउटा ढुङ्गा राखेको छ, त्यही चाहिँ ठ्याक्कै जन्मेको ठाउँ है। अहिले तपाईँहरू भित्र जाने बेला यस्तो हेर्नु, यस्तो निहुरेर हेर्नु, म पनि हुन्छु त्यहाँ सिसाको त्यो ठ्याक्कै ढुङ्गाको छेउमा चाहिँ उहाँ जन्मिनु भएको ठाउँ ठ्याक्कै हो। अब ल अब